हाइवेको सुनसान बाटो, एक्लै महिला, आँखाभरि थकान र मनभरि पीडा। उसलाई थाहा छैन आजको यो यात्रा उसको जिन्दगीको सबैभन्दा खतरनाक रात बन्नेछ। कहानी सुरु हुन्छ जेसिका नामकी महिलाबाट। उसको श्रीमानको हालै मृत्यु भएको हुन्छ। उनी आफ्नो पुरानो घर, पुरानो सम्झना छाडेर नयाँ जीवन सुरु गर्न लङ ड्राइभमा निस्कन्छ। देख्नमा लाग्छ कि ऊ सबैतिरबाट एक्लिएकी हो। आफ्नो फोनमा लोकेसन सेट गरेर सानो आवाजमा रेडियो सुन्दै यात्रा अघि बढाउँछ। मुख्य सडक हुँदै जङ्गल छेउको नदी किनारै किनार। केही पर पुगेपछि एउटा ब्ल्याक कलरको पुरानो कार एकदमै कम गतिमा गुडिरहेको हुन्छ जेसिकाको अगाडि। कम स्पिडमा भएकोले जेसिकाले त्यस कारलाई ओभरटेक गर्न आफ्नो कारको गति बढाउँछ। लगतै त्यस कारले पनि स्पिड बढाउँछ। जेसिकाले हर्न दिएर आफूलाई अगाडि जान देऊ भन्ने इसारा गर्छ, तर त्यस कारले व्यवस्था गरी एउटै गतिमा सँगसँगै कार दौडाउँछ। ठिक त्यति नै खेर विपरीत दिशाबाट एउटा ठूलो मालवाहक ट्रक आइरहेको हुन्छ। अब दुर्घटना हुने लगभग निश्चित भइसकेको हुन्छ। अन्तिम क्षणमा आएर जेसिका अत्तालिँदै कारलाई फुल स्पिडमा भगाउँछ र स्टियरिङलाई आँखा चिम्लेर बायाँतर्फ आफ्नो लेनतिर घुमाउँछ। भाग्यवश अप्रिय घटना हुँदाबाट आफूलाई जोगाउन सफल हुन्छ। एकैछिन मात्र ढिलो भएको भए सायद त्यहाँ अवस्था अर्कै हुन्थ्यो होला। जेसिकाले लामो सास फेर्छ। उसलाई धेरै रिस उठ्छ त्यस कारदेखि। उसले साइड ग्लासमा हेर्छ, देख्छ कि सोही कार पछाडिबाट हेडलाइट बाल्दै हर्न दिँदै आइरहेको, मनमनै गाली दिँदै अघि बढिरहन्छ। उसलाई अलिअलि डर र शङ्का पनि लागिरहेको हुन्छ। त्यसको केही क्षणमा जेसिकालाई उछिन्दै त्यस कार अर्को बाटोतिर लाग्छ। जेसिका भने पेट्रोल पम्पमा गएर पेट्रोल भर्न थाल्छ। सँगसँगै आफू घर छाडेर केही टाढाको यात्राको लागि निस्केको कुरा आफ्नो बुवालाई सुनाउँदै थियो। अचानक पछाडिबाट कुनै गाडी आएको आवाज सुनिन्छ। लाग्छ यो गाडीको आवाज पहिले कतै सुनेको हो। तुरुन्त पछाडि फर्केर हेर्छ, देख्छ कि सोही कालो गाडी थियो जुन केही समय अगाडि उसलाई झन्डै एक्सिडेन्टमा पारेको थियो। अब जेसिकाको शङ्का अरू बढेर जान्छ। उनलाई लाग्छ त्यस कालो कारले मलाई नै पछ्याइरहेको छ। त्यहाँबाट निस्केर उनी एउटा होटलमा गएर बास बस्छ। उनी आफ्नो श्रीमानको फोटो हेर्दै धेरै भावुक हुन्छ। लाग्छ उनको संसार नै उजाडिएको छ। उनी पुरै टुटिसकेको हुन्छ। आफूलाई सम्हाल्न नसकेर एक्लै टाँको छोडेर रुन्छ। एकछिन ओछ्यानमा पल्टेर सोचमग्न हुन्छ। एकातिर हरेक गाडीको आवाज उनलाई त्यही कालो गाडीको आवाज झैँ लाग्न थाल्छ। सोच्दा सोच्दै उनी निदाउँछ। बिहानको अलार्मसँगै उनको निन्द्रा खुल्छ। उठेर आफ्नो कारमा जान्छ र कार स्टार्ट गर्न थाल्छ। ठिक त्यही बेला कसैले उसको गाडीको झ्यालमा ढकढक गर्छ। उनी झसङ्ग हुन्छ। त्यस व्यक्तिले झ्याल खोल्न इसारा गर्छ। जेसिकाले शीर्ष तल झार्छ। त्यस व्यक्तिको नाम श्याम थियो। भन्छ सायद तिमीले मलाई चिनेन होला। त्यो कालो कलरको गाडी हिजो मैले नै चलाइरहेको थियो। हिजो मेरो ध्यान अन्तै थियो। म फोन चलाइरहेको थिएँ। त्यही भएर मबाट गल्ती हुन पुग्यो। उसको लागि माफी चाहन्छु भन्छ। जेसिका इट्स ओके, जे भयो भयो भनेर सिट बेल्ट बाँधेर त्यहाँबाट निस्किन खोजिरहेको हुन्छ। तर त्यस व्यक्ति भने जानी जाने कुरा लम्ब्याउन खोजिरहेको हुन्छ, अनेक कुराहरू सोधेर। जेसिका छोटकरीमा कुरा टुङ्गाएर मलाई हतार छ भनेर पछि भेटौँला भन्दै त्यहाँबाट निस्कन्छ। आफ्नै सुरमा अघि बढिरहेको हुन्छ, फोनमा लोकेसन हेर्दै। बारम्बार आफ्नो आमाको कल पनि आइरहेको हुन्छ, तर उनले फोन उठाउँदैन। केही पर पुगेपछि फेरि सोही कालो कलरको पुरानो कार अगाडि रोकिरहेको देख्छ। हेर्दाखेरि लाग्छ त्यस गाडीमा केही खराबी आएको छ। त्यस व्यक्ति गाडीको बर्नट खोलेर केही चेक गरिरहेको जस्तो देखिन्छ। जेसिका नजिक पुग्छ र गाडी रोक्छ। उनी अचम्मित हुँदै त्यस व्यक्ति सामलाई हेरिरहेको हुन्छ। अब जेसिकालाई कन्फर्म भइसकेको हुन्छ कि साम उनलाई नै केही समयदेखि फलो गरिरहेको छ। गाडी केही अगाडि बढाउँछ, तर सामले मलाई मद्दत चाहियो भन्दै हातले इसारा गरेर गाडी रोकाउँछ। जेसिकालाई डर लागिरहेको हुन्छ। साम भन्छ यहाँबाट केही दूरी अगाडि ग्यास स्टेसन छ, मलाई त्यहाँसम्म छोडिदेऊ भनेर मद्दत माग्छ। तर जेसिकाले उसको कुरालाई अस्वीकार गर्दै तपाईँ यहाँ बस्दै गर्नु, म आफै गएर मर्मत टिम पठाइदिन्छु त्यहाँ पुगेर भन्छ। जेसिकाले त्यति नै खेर अगाडि ग्यास स्टेसन छ कि छैन भनेर म्याप चेक गर्छ। पत्ता लाग्छ कि टाढा टाढासम्म कुनै ग्यास स्टेसन थिएन। अब जेसिकाले बुझ्छन् कि म माथि केही नराम्रो हुँदैछ। साम भन्छ प्लिज मलाई मद्दत गर, यति मात्र गर कि तिमी स्टियरिङमा बस, पछाडिबाट म धकेल्छु, बस रोड बीचबाट साइड लगाउँछु। जेसिकालाई लाग्छ अब अझै केही समय यहाँ रोक्नु भनेको खतरासँग खेल्नु हो। मलाई हतार छ, सरी भन्दै त्यहाँबाट गाडी फुक्याउँदै अगाडि बढ्छ जेसिका। केही पर पुगेर गाडी रोकेर चुरोट खाँदै आफ्नो आमासँग फोनमा कुरा गरिरहेको थियो। रात परिसकेको हुन्छ। केही छिनपछि पछ्याउँदै सोही गाडी त्यहाँ आइपुग्छ। यो देखेर जेसिका तुरुन्त फोन काटेर आफ्नो गाडीमा जान्छ र गाडी स्टार्ट गरेर त्यहाँबाट निस्कन खोज्छ। श्याम गाडीबाट ओर्लेर उनको गाडीतिर आउँदै हुन्छ। उसलाई देखेर जेसिकाले आफ्नो गाडीको गति बढाउँछ, तर अगाडिबाट सेतो गाडी बाटो क्रस गर्दै गरेको हुन्छ। गाडी रोक्न बाध्य हुन्छ उनी। श्याम त्यहाँ आइसकेको हुन्छ, अलि आक्रामक रूपमा। जेसिकाको गाडीमा ढकढक गर्न थाल्छ, तिम्रो समस्या के हो भन्दै। तर जेसिकाले ढोका खोल्दैन। सेतो गाडी क्रस भइसकेपछि गाडी भगाउन थाल्छ। जेसिका सुनसान रात सडकमा एक्लै तीव्र गतिमा गाडी हाँकिरहेको हुन्छ। यतिकैमा फुल स्पिडमा एउटा गाडी उसको पछाडि आइरहेको हुन्छ। जेसिका प्यानिक हुँदै पुलिसको इमर्जेन्सी हेल्पलाइनमा कल गर्न थाल्छ। हेर्दा हेर्दै उनलाई उछिनेर अगाडि जान्छ त्यो गाडी। जेसिकाले राहतको सास फेर्छ। त्यो गाडी त्यस गाडी थिएन जुन उनले सोचिरहेको थियो। यात्रा अघि बढिरहन्छ। रात झन्झन छिप्पिँदै थियो। केही पर पुगेपछि एक्कासी उनको गाडीको ब्रेक फेल हुन्छ।
गाडी अनियन्त्रित भई रोड छेउको झाडीमा गएर रोकिन्छ। उनी गाडीबाट ओह्रेर लाइट बाल्दै गाडीको टायर चेक गर्छ। देख्छ एउटा पछाडिको टायर पुरै पङ्चर थियो। टायरमा कुनै धारिलो वस्तुले काटेको जस्तो देखिन्थ्यो। ठिक त्यति नै खेर परबाट एउटा गाडी आइरहेको उनले देख्छ। उनी डराउँदै हतार हतार गाडीभित्र छिर्छ। त्यो गाडी त्यहीँ आएर रोक्छ। त्यो अरू कोही नभएर त्यही व्यक्ति साम थियो। ऊ हातमा एउटा फलामको लिभर लिएर जेसिका भएको ठाउँतिर आउँछ र नजिक आएर जेसिकाको गाडीको झ्यालमा जोरले हिर्काउँछ। सिसा झरम्म फुट्छ। त्यसपछि भित्र छिरेर जेसिकामाथि थप्पड बसाउन थाल्छ र जेसिकालाई बेहोस बनाउँछ। त्यो एउटा भयानक रात थियो, एकदमै सुनसान वातावरण। त्यसपछि सिधा हामी जेसिकालाई एउटा अँध्यारो कोठामा घाइते अवस्थामा देख्छौँ, जहाँ एउटा सानो झ्यालबाट सूर्यको प्रकाश मात्र भित्र आइरहेको थियो। उनी लर्खराउँदै उठ्ने कोसिस गरिरहेको हुन्छ। बल्ल तल्ल आफ्नो पुरै बल लगाएर भित्ताको सहारामा उभिन्छ। उनले बुझ्छन् कि म अब अपहरणमा परिसकेँ। उनी यताउति गर्न थाल्छ, कहिले झ्यालतिर त कहिले ढोकातिर। ढोका हान्छ तर कसैले सुन्दैन। ठिक त्यही बेला कोही व्यक्ति हिँडिरहेको आवाज उनको कानमा पर्छ। तुरुन्त झ्यालमा गएर हेर्छ, देख्छ एक व्यक्ति ठेला लिएर हिँडिरहेको। त्यसपछि बचाऊ बचाऊ भन्दा चिच्याउन सुरु गर्छ जेसिका। त्यो व्यक्ति अरू कोही नभएर साम नै थियो, जसले उसलाई यस हालतमा पुर्याएको थियो। मलाई छोडिदेऊ भनेर हार गुहार गर्न थाल्छ। एकछिनपछि ढोका घरक्क खोलेर हातमा एउटा लाइट लिएर त्यहाँ आउँछ साम। जेसिका निरीह थिइन्। डर, त्रास, भय सबै चिजले घेरिएका। जेसिका निर्दोष आवाजमा डराउँदै भन्छ, तिमीलाई के चाहिएको हो मबाट? तिमीलाई पैसा चाहिएको हो भने म पैसा दिन तयार छु। भन कति पैसा चाहियो? म त्यति नै दिन तयार छु। बस मलाई छोडिदेऊ। म वचन दिन्छु कि बाहिर गएर यो कुरा कसैलाई भन्दैन। तर श्यामले यो कुरा विश्वास गर्दैन। तिमीलाई के लाग्छ तिमी मात्र पहिलो व्यक्ति हो र मलाई यस्तो अफर गर्ने? भन्दै तिम्रो कपडा खोल भनेर धम्क्याउँछ। जेसिका भन्छ, पहिला मलाई टोयलेट जानु छ भनेर ढोकातिर दौडिन्छ। तर श्यामले बीचमै समातेर लडाउँछ र ढोका लक गरिदिन्छ। कपालमा समातेर घिसार्दै पहिलाकै ठाउँमा ल्याउँछ। भन्छ, यदि तिमीले बस स्टपमा मैले भनेको मानेको भए तिम्रो गाडीको टायर काट्ने थिएन मैले। त्यसपछि श्यामले जेसिकाको फोन खोसेर चेक गर्न थाल्छ। फोनमा उनको श्रीमानसँग बिताएका रमाइलो क्षणको भिडियो फोटोहरू हुन्छ। यो देखेर श्याम भन्छ, यतिखेर तिम्रो श्रीमान कहाँ छ? उसलाई तिम्रो धेरै चिन्ता लागिरहेको होला। जेसिकाले सबै वास्तविकता बताउँछ। मेरो श्रीमानको मृत्यु भइसकेको छ। उसले आत्महत्या गरेको थियो। त्यसपछि श्यामले जेसिकाको घाँटीबाट लगाइरहेको लगेट खोसेर त्यहाँबाट निस्केर ढोका बन्द गर्छ। जेसिका त्यहाँबाट निस्कने हर सम्भव कोसिस गर्छ। ढोका खोल्ने प्रयास गर्छ, जे गरे पनि ढोका खुल्दैन। आफ्नो कपडा खोलेर भुइँमा बिछाएर ढोकाको मुनिबाट बाहिर हेर्छ, तर केही पनि देखिँदैन। त्यसपछि लकमा बिस्सरी हिर्काउन थाल्छ ताकि बाहिरबाट लकमै राखेको चाबी कपडामा झरोस्, र पनि चाबी भुइँमा खस्दैन। उनले नजिकै खाँबामा नजर लगाउँछ। देख्छ कि त्यहाँ एउटा किला खाँबामा गाडेर राखेको। उनले त्यस किलालाई कसो कसो गरेर निकाल्छ। त्यसपछि लकमा घोज्न थाल्छ भित्रबाट। नभन्दै बाहिर लकबाट चाबी कपडामा फुत्त खस्छ। उनी त्यस चाबीलाई टपक्कै टिपेर ढोका खोलेर त्यस कोठाबाट बाहिर निस्किन्छ। यति नै खेर जेसिकाले झ्यालबाट देख्छ कि साम घरतिर आइरहेको छ। उनी सतर्क हुन्छन् र अर्को ढोकातिर छिर्छिन् र बडो चनाखोपूर्ण तरिकाले सामलाई हेरिरहन्छ, आफूलाई सम्हाल्दै। साम खाना खाँदै आफ्नो परिवारसँग फोनमा कुरा गर्न थाल्छ। यो सब जेनिसाले ध्यानपूर्वक सुनिरहेको थियो। साम खाना खाइसकेपछि एउटा चक्कु आफ्नो साथमा राखेर मुनि भुइँ तल जेसिकालाई राखेको ठाउँतिर जान्छ। उसलाई थाहा थिएन कि जेसिका त्यहाँबाट निस्किसकेको। यही मौकामा जेसिका हिम्मतका साथ फुत्त त्यहाँबाट बाहिर निस्केर जङ्गलतिर भाग्छ। केही छिनमा श्यामलाई पनि थाहा हुन्छ कि जेसिका भागिसक्यो यहाँबाट। ऊ पनि जेसिकालाई पछ्याउँदै खेद्न थाल्छ। जेसिका जङ्गलै जङ्गल बचाऊ बचाऊ भन्दै अगाडि अगाडि दौडिरहेको हुन्छ भने साम पनि पछि पछि लखेट्दै आइरहेको हुन्छ। कुनै म्याराथन भन्दा कमको दृश्य थिएन त्यहाँ। जेसिकाको खुट्टा एउटा झाडीमा अल्झेर भुइँमा 3 बल्ड्याङ खाँदै लड्न पुग्छ। उठेर हेर्दा देख्छ कि हामीलाई नै झिरिङ्ग पार्ने दृश्य। उनको पैतालामा एउटा ठुलो काठको छेस्किनी बाहिर छालामा भित्रैसम्म छिरेको छ। उनलाई असह्य पीडा हुन्छ। पीडाले चिच्याउन थाल्छ। यति हुँदा पनि भाग्नुको विकल्प थिएन उनीसँग, किनकि साम नजिक नजिक आइसकेको थियो। पीडा सहेरै छेस्किनी निकालेर सकि नसकी भाग्न सुरु गर्छ। भाग्दा भाग्दा एक नदी किनारा पुग्छ। नदी पार गरेर जाने हालतमा थिएनन् उनी। अब साम पनि पिछा गर्दै त्यहीँ आइपुगिसकेको हुन्छ। जेसिकालाई लाग्छ अब जसरी नै मर्ने हो। केही नसोची नदीमै हाम फाल्छ, तर साम भने त्यहाँबाट फर्किन्छ। धेरै बेर बगेपछि उनी निकै टाढा पुगेर शिथिल अवस्थामा नदीबाट हात घुँडा टेकेर बाहिर निस्किन्छ। उनी खुट्टा लर्खराउँदै जङ्गलतिर हिँडिरहन्छ। वरिपरि हेर्छ, चारैतिर घना जङ्गल मात्र। हिँड्न छोड्दैन, अघि बढिरहन्छ। यतिकैमा जङ्गल बीचतिरबाट छर्याकछुरुक गरेको आवाज सुन्छ। उनी तुरुन्तै सतर्क हुन्छ। एउटा रुखको आड लिएर लुकेर हेर्छ परतिर। केही पनि देखिँदैन, तर त्यो आवाज झन्झन नजिक आउँदै थियो। आफूले टेक्न प्रयोग गरेको काठ हतियारको रूपमा तयार गर्छ। एकछिनमा देख्छ कि एउटा बुढो मान्छे गन ताक्दै यताउति हिँडिरहेको। लगत्तै जेसिकाले त्यस बुढो मान्छेमाथि आफूले बोकिरहेको काठले बेसरी हिर्काउँछ र पुर्लुक्कै डाल्छ। त्यो मान्छे फनक्क फर्केर उनीतिर गन ताक्छ। यो बुढो मान्छे एक शिकारी थियो, जङ्गलमा शिकार खेल्न आएको। जेसिकाले साम सम्झेर हिर्काएको थियो। जेसिकाले सरी सरी भन्दै मलाई हेल्प गर भन्छ। त्यस मान्छे चुप भन्दै झन् आक्रामक हुन्छ। जेसिकाले पछिल्लो 2 दिनमा भएको सबै घटना बताउँछ त्यस शिकारीलाई। त्यसपछि
त्यसपछि यो सब सुनेर शिकारी जेसिकालाई मद्दत गर्न तयार हुन्छ। शिकारीले जेसिकालाई आफ्नो गाडीमा लगेर उनको हालत देखेर एउटा बुट खानेकुराहरू दिन्छ र गाडीमा हालेर जङ्गलबाट बाहिर निस्कनतिर लाग्छ। जेसिकालाई अलिकति भए पनि जिउने आशा जाग्छ, तर त्यो आशा धेरै बेरसम्म टिक्नेवाला थिएन। उनीहरू गफ गर्दा यात्रा गरिरहेको हुन्छ। केही अगाडि पुगेपछि बाटो ब्लक हुने गरी एउटा रुख ढलिरहेको थियो। जेसिका आत्तिँदै एउटा असम्भव कोसिस गर्छ, त्यस रुखलाई उठाएर बाटो क्लियर गर्ने कोसिस गर्छ। दुवैजनाले बल गर्दा पनि जेसिका हल्लिँदैन, किनकि त्यो रुख धेरै ठुलो थियो। अब उनीहरूलाई जसरी पनि अर्को बाटो खोज्नु थियो। ठिक त्यही बेला एउटा कालो कार फेरि उनीहरूतिर आइरहेको देख्छ जेसिकाले। त्यो अपराधी साम नै थियो। शिकारीले जेसिकालाई तिमी अलि पछाडि जाऊ, म कुरा गर्छु भन्छ। साम शिकारीलाई भन्छ उनी मेरो बहिनी जेसिका हुन्, उनको दिमागी हालत ठिक छैन। आफ्नो पति गुमाएपछि यसरी नै भौतारेर हिँडिरहेको छ, बरु मलाई यसलाई समात्नमा मद्दत गर। तर शिकारी भन्छ पहिला यो कुरा पुलिसलाई फोन गरेर कन्फर्म गर्छु, अनि मात्र मद्दत गर्छु। तिम्रो फोन मलाई देऊ भन्छ। सामले फोन गोजीबाट निकालेर दिएको जस्तो गर्छ। शिकारीले फोन हातमा लिन मात्र के खोजेको थियो, सामले शिकारीमाथि खतरनाक हमला गर्छ। भुइँमा लडाएर सयौं मुक्का ऊ माथि वर्षाउन थाल्छ। शिकारीलाई कुटी कुटी त्यही मारिदिन्छ र उसैको गन टिपेर उही माथि हानिदिन्छ। यो देख्न नसकेर जेसिका जङ्गलतिर भाग्छ। घनघोर पानी पनि पर्न थाल्छ। साम पनि जङ्गलतिर जेसिकालाई खोज्न सुरु गर्छ। रात पर्छ, झमझम पानी परिरहन्छ रातभरि। जेसिका डराउँदा एउटा ढुङ्गाको आड लिएर बस्छ। साम परबाट लाइट बाल्दै खोजिरहेको देखिन्छ जेसिकाले। दुर्भाग्यवश सामले पनि उनलाई देखेको हुन्छ। जेसिका भाग्न खोज्छ। सामले गोली हान्छ जेसिकाको खुट्टामै। उनी अझ घाइते हुन्छ। जेसिका घिस्रिँदै एउटा बाक्लो झाडीमा गएर हलचल नगरिकन लुकेर बस्छ। सामले टर्च बालेर वरिपरि चारैतिर हेर्छ, तर कहीँ पनि देख्दैन। साम बरबराउन थाल्छ, मलाई थाहा छ तिमी यहीँ कतै छौ र तिमीलाई गोली लागेको छ। अबको 2 घण्टाभित्र तिमी रगत बगेरै मर्नेछौ। त्योभन्दा बरु बाहिर आऊ, मसँग खुल्लामखुल्ला लड भन्दै उक्साउन थाल्छ र बोकिरहेको गन भुइँमा राख्छ। ल आऊ लड भन्दै। तर जेसिका संयम नगुमाउँदै चुपचाप शान्त त्यही झाडीमा लुकेर बसिरहन्छ। साम बरबराउँदै जेसिकाको पतिको बारेमा नाना थरी भन्दै उक्साइरहन्छ। पानी परि नै रहेको हुन्छ। अन्ततः साम हार मानेर त्यहाँबाट जान्छ। जेसिका त्यहाँबाट उठेर एउटा रुखको सहारामा रात बिताउँछ। उज्यालो हुन्छ, निन्द्रा खुल्छ, यताउति हेर्छ, चराचुरुङ्गीहरू मात्र चिरबिर चिरबिर कराइरहेको सुनिन्छ। उनी बिस्तारै उठेर हिँड्न थाल्छ, जङ्गलै जङ्गल। केही पर पुगेपछि फेरि त्यही गाडीको आवाज सुनाइदिन्छ। लाग्छ अब संसारको कुनै पनि कुनामा गए पनि त्यस व्यक्तिले पिछा नछोड्ने भयो। जेसिका एउटा रुखको पछाडि लुकेर त्यस गाडीलाई हेर्छ, केही पर गएर रोक्छ। साम गाडीबाट ओर्लेर शिकारीको लासलाई बाहिर निकाल्छ, जुन अघिल्लो दिन उसैले हत्या गरेको थियो। खासमा साम शिकारीको लासलाई ठेगाना लाउन त्यहाँ आएको हुन्छ। यो सब पर बसेर जेसिकाले हेरिरहेको हुन्छ। सामले लासलाई तान्दै खाल्टोसम्म पुर्याउँछ र माटो हालेर पुर्न सुरु गर्छ। जेसिका भने सावधानीपूर्वक सामको गाडीतिर जान्छ, बिस्तारै। जेसिकालाई थाहा थियो यदि सामले थाहा भयो भने त्यही क्षण अन्तिम हुनेछ। नभन्दै जेसिका गाडीसम्म पुग्छ। यता साम भने शिकारीको लासमाथि माटो हाल्नमै व्यस्त थिए। जेसिकाले बिस्तारै गाडीको ढोका खोल्छ र भित्र छिरेर गाडी स्टार्ट गर्न खोज्छ, तर चाबी कहीँ कतै भेटिँदैन, किनकि चाबी सामकै गोजीमा थियो। चाबी खोज्ने क्रममा उनले सामको सेलफोन हात पार्छ। ठिक त्यति बेला लासलाई पुरिसकेर साम पनि गाडीतिर आइरहेको जेसिकालाई देख्छ। उनी हतार गाडीको डिक्कीमा गएर चुपचाप लुकेर बस्छ। साम आएर गाडीमा बस्छ र गाडी स्टार्ट गरेर हिँड्न सुरु गर्छ। जेसिकाले नजिकैमा रहेको फलामको लिभर टिपेर आफूसँग राख्छ। त्यसपछि सेलफोन निकालेर इमर्जेन्सी कल लगाउँछ। जेसिका एकदमै सानो आवाजमा बोलेकोले उताबाट के बोलिरहेको छ भन्ने कुरा बुझ्नै सक्दैन। जेसिकाले आफ्नो कुरा बुझाउने धेरै कोसिस गर्छन्, तर उनी असफल हुन्छ। यति नै बेला सामले आफ्नो फोन खोज्न थाल्छ। कहीँ पनि नभेटेपछि गाडी रोकेर हरेक कुना हेर्न थाल्छ। उसले अगाडिको ग्लासबाट पछाडि हेर्छ। ठिक त्यति नै बेला जेसिका जुरुक्क उठेर बोकिरहेको फलामको लिभरले उसको टाउकोमा प्रहार गर्छ। गाडी पनि चल्न सुरु हुन्छ। जेसिका लगातार प्रहार गरिरहन्छ। साम पनि चक्कु निकालेर हान्ने कोसिस गरिरहेको हुन्छ। दुवैतर्फबाट हानाहान हुन्छ। जेसिकाले सामको घाँटीमा अट्याउँछ। गाडी चलि नै रहन्छ दायाँ बायाँ गर्दै। त्यसपछि जेसिकाले चक्कु निकालेर सामको हातमा प्रहार गर्छ र गाडी अनियन्त्रित भई पल्टिन्छ। केही समयपछि गम्भीर घाइते अवस्थामा जेसिका गाडीबाट बाहिर निस्किन्छ। सडकभरि हिलो नै हिलो थियो। हात खुट्टा टेकेर बल्ल तल्ल उठेर हिँड्न थाल्छ लिभर बोकेर। यता साम पनि घाइते अवस्थामा गाडीबाट बाहिर निस्किन्छ र जेसिकाको पछि जान्छ। जेसिका अलि पर खुल्ला मैदानमा गएर सामको श्रीमतीलाई कल गर्छ, सामकै फोनबाट। जेसिकाले तिम्रो पति कुनै बिजनेसम्यान नभएर एक हत्यारा किडन्यापर हो। ऊ एक खुङखार अपराधी हो जसले मलाई पनि किडन्याप गर्यो र रोबर्ट नामको एकजना व्यक्तिको हत्या गरेको छ भनेर सबै कुरा बताउँछ। सामको श्रीमतीले विश्वास नै गरिरहेको हुँदैन। जेसिकाले त्यही नजिक आइरहेको सामलाई फोन दिन्छ, आफै बोल भनेर। सामले त्यसको कुरा नसुन भन्दै गोजीमा हाल्छ र चाकु लिएर जेसिकातिर अघि बढ्छ। दुईजना बीच भयानक लडाइँ हुन्छ त्यहाँ। कहिले जेसिका माथि त कहिले साम। हिलोमा लडीबुडी गर्दै दुवैजना लडिरहन्छ। अन्ततः सयौं कोसिसपछि सामलाई मार्न सफल हुन्छ जेसिका। यो सँगै कहानीको अन्त्य हुन्छ।